हेलो गाइज, हामी घान्द्रुक आइएछ है। अब घान्द्रुकमा जाने बाटो कस्तो छ र घान्द्रुक कस्तो छ हजुरहरूलाई मैले यही भिडियो मार्फत देखाउने छु है। बाटो चाहिँ अफरोड रहेछ। बल्ल बल्ल स्कुटी त आयो। कोही ठाउँ अफरोड कोही ठाउँ पिच रोड रहेछ। ल गाइस देख्न सक्नुहुन्छ हिमाल चाहिँ देखिएको छ घान्द्रुक। यहाँ उकालो पनि रहेछ है, उकालो पनि छ। नजिकै देखिरहेको हेलो गाइस, हेर्नु है यो घान्द्रुकको बाटो कस्तो छ। गाडीमै आउँदा ठिक हुँदैछ। हेलो गाइस, हामी चाहिँ घान्द्रुक आइसकेका छौँ। घान्द्रुक घरहरूको पनि राम्रो हुन्। बाटो चाहिँ कस्तो लागिरहेको छ। बाटो त के हुने र यहाँबाट माथि जान 2 घन्टा लाग्ला जस्तो छ। बाइक रेसिङमा हुन्छ घचक 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 घचक। हेलो गाइस, यहाँ हेर्नु त बाटो कस्तो बल्ल 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 बल्ल। आज दिनभरिमा पनि पुगिन्न कि जस्तो। कोही ठाउँ धुलो कोही ठाउँ पानी। हेलो गाइज, हामीहरू घान्द्रुक जाँदाखेरि बाटामा यस्तो भएर लगभग 10 मिनट भइसक्यो यहीँ उभिरहेका छौँ। हेलो गाइज, हामी फाइनल्ली घान्द्रुक आइयो। घान्द्रुकको भ्यू यस्तो छ। हजुरहरूलाई मैले देखाइदिन्छु अहिले कस्तो लाग्छ। हजुरहरूले तल कमेन्ट गर्नुहोस् है। घान्द्रुक आएपछि तपाईँहरू पहिलो यो बाटोमा हिँड्दै हिँड्दै घुम्दै घुम्दै जाने हो माथि यसरी। गाइज, घान्द्रुकको भ्यू हेर्नुहोस् त कस्तो लाग्छ हजुरहरूलाई। गाइज हामी घान्द्रुक घुमेर अब फर्किने क्रममा छौँ।
हो कि होइन? हो कस्तो लाग्यो त घान्द्रुक? थकै लाएर घान्द्रुक त ठिकै छ, बाटो त एकदम खच्चर छ, खच्चर खच्चर। घान्द्रुकको मेन भनेको नि घरहरू अरे कि। घान्द्रुकबाट देखिने पहाड भनेको यही मात्र रहेछ कि। पोखरा डाँडा नि त यही होला नि देखिने।